नमस्कार दर्शकबिन, यहाँहरु समक्षमा फेरि पनि हामी एउटा भिडियो लिएर उपस्थित भएका छौं। आज चाहिँ हामी अति नै हर्षको र कहिले नबनाएको खिचडी आज हामी बनाउँदै छौं हो। अनि अस्ति चाहिँ दादा हुनुहुन्थ्यो, मेरो दादाले बनाउनु भएको थियो, साह्रै अति नै मिठो लाग्यो अरे। त्यही भएर आज पनि यसो फ्याक्ट्रीमा पूजा लगाएर बेलुकाको चाहिँ खिचडी गुरुजीहरूको हातबाट बनाउनु भन्नुभयो। त्यसकारणले गर्दा अब हामी खिचडीको तर्फ लागेका छौं है। हाम्रो अङ्कल पनि हुनुहुन्छ, मन्दिरको हेल्पर अङ्कल पनि हुनुहुन्छ, उहाँले पनि सहयोग गरिरहनु भएको छ है। सामानको व्यवस्था यसरी मिलाएको छौं र अहिलेसम्म अब सामान मिलाइँदैछ। अब कतिखेर कराई आउने र बनाउने हो है, यस्तो चलिरहेछ। हाम्रो बाबा यहाँ हुनुहुन्छ, कराई चाहिँ आइदेखि हुन्थ्यो भन्नुहुँदैछ हो। त्यस्तै हो, अब हामी दुई भाइ भएर पकाउन त पकाउने, कस्तो पाक्दैछ हजुरलाई पनि हामी चखाउँछौँ भन्ने एउटा है सानो। ल आउँ, अहिलेलाई यति नै। फेरि पकाउँदै गरेको पनि सर्ट भिडियो हजुरहरूलाई हामी समक्षमा